हेलो गाइज नमस्ते म चाहिँ मिलन चापागाई म आज हाम्रो किरण दाईको युट्युब च्यानलमा गेस्ट होस्टको रूपमा आएको छु र आज हाम्रो यहाँ सर्वतबारे रोमानियाको है सबै सम्पूर्ण बिदा भएको कारण आज सबै नेपाली दाजुभाइ दिदीबहिनी सबै बिदा भएर पार्क घुम्न आउनु भएको छ भन्ने आशा गरेको छौँ र यो चाहिँ आज हाम्रो पार्क अरू बेला मान्छे बिरलै देखिए पनि यहाँनेर आज चाहिँ मान्छेको निकै ज्यादै उपस्थिति देखिराखेको छ यहाँनेर है हामी पनि धेरै चाहिँ भएको छैन 1.5-2 वर्ष भयो रोमानिया काम गरेको आशा गरौँ कुनै नेपाली दाजुभाइ दिदी बहिनी भेटिनुहुन्छ र गफगाफ गर्न पाइन्छ तलब सेवा सुविधाको बारेमा भन्ने आश राखेका छौँ हेर्दै जाउँ खोज्दै जाउँ अब आज छुट्टीको दिन बिदाको दिन नेपालीहरू भेटिनुहुन्छ भनेर नभन्दा हिँड हेर्दा नि ओख्रे ओख्रे परेको छ नेपाली नै हो हेलो हेलो दाइहरू नेपाली हो ए अब ठ्याक्कै साउन्ड भयो ठाउँमा भेट्यो ल दाइ पनि नेपाली हो ल अब यहाँ ठ्याक्कै साउन्ड भयो अलिक यता आएर बोलौँ न त्यसपछि गफ गरौँ यता हल्ला छ दाइ अब म पनि यहाँ गेस्ट होस्ट हो हाम्रो किरण दाइको च्यानलमा होइन अब सानो हजुरलाई मैले सानो प्रश्न सोध्यो नेपाली जहाँ भए पनि नेपाली भनेपछि दाजुभाइ नै हो सेवा सुविधा खान बस्न कमाइ खाना बस्न चाहिँ दिएकै छ कम्पनीबाटै कम्पनीले नै प्रोभाइड गरे भनेपछि यो मैले धेरैजनाबाट सुनिराखेको हुन्छु जस्तो दलेहरूले युरोप हो सेन्जन हो त्यहाँ गएपछि अब पैसा यताउति भन्ने गरेको छ है अब तपाईँले तिरेको र कन्ट्याक्ट बापत यहाँनिर सेवा सुविधा काम भेटिराख्नु भएको अब त्यो त उनीहरूले दलेहरूले भनेको कुरा चाहिँ यो दिन्छु त्यो दिन्छु सबै त कम्पनीले प्रोभाइड गर्छ भनेर नै हामी आएको होइन हामीले त्यत्रो 8-9 लाख 10 लाख रुपियाँ तिरेर हामी युरोप छिर्नु अनि त्यो हामीलाई ऋण तिर्नै 2-2.5 वर्ष लागेपछि हामी युरोप छिरेर फाइदा पनि भएन होइन के छ कस्तो छ कम्पनीले सबै थोक प्रोभाइड गरेर भने जति स्यालेरी दियो भनेपछि ठिकै हो होइन हामीलाई असुल गर्न पनि सजिलो होला अनि उहाँबाट दलैहरूले एउटा गर्ने फेक न्युजमा आइदिने अनि यहाँ आएपछि हामी होइन साउबाट ऋण काटेको पैसाले ब्याज तिर्दै ठिक्क भयो भने त कसरी युरोपमा त हामी त टिकेन नि त हामीलाई त गाह्रो हुने भयो त्यही भएर अब हेरौँ अब आउँदै गर्नुभएका दाजुभाइहरूलाई चाहिँ यतिसम्म तिरेर आउँदा ठिक हुन्छ यति यसो गरेर आउँदा ठिक हुन्छ भन्ने केही म्यासेज छ केही म्यासेज दिन चाहनुहुन्छ होइन त्यो त यस्तो हो तपाईँहरूले अब के छ कस्तो छ भन्दा पनि अरूको हाइमा आएर नआउनुहोस् होइन मैले भन्न चाहेको चाहिँ यति कमाउँछु भनेर नेपाली दाजुभाइको कुरा सुनेर नआउनुहोस् पहिला बुझ्नुहोस् त्यो कम्पनीको बारेमा बुझ्नुहोस् ब्याकग्राउन्ड बुझ्नुहोस् के छ कस्तो छ होइन अब त्यसमा लागत कति लाग्ने हरेक कुराहरू बुझ्नु सकेसम्म तपाईँहरूलाई मेन पावरले 8 लाख 9 लाख भन्छ भने चाहिँ त्यसलाई त्यसबाट पनि तपाईँहरूले चाहिँ त्यसबाट डिस्काउन्ट खोज्नुहोस् के किन तिर्ने हामीले तिनीहरूलाई किन पोस्ने होइन हामी पनि सकेसम्म ऋणै काटेर आउने हो हामी पैसावाला थियौँ भने हामी विदेश आउनु जरुरी थिएन होइन जरुरी अब त्यही पैसै नभएर होइन एउटा गरिबीको कारणले विदेशिनु पर्ने हामी नेपालीहरू होइन अब त्यही भएर पहिला बुझ्नुहोस् राम्रोसँग आउनुहोस् नराम्रो छैन युरोप राम्रो हो सेन्जन कन्ट्रीहरू हुन् होइन तर सबै हाइमा तपाईँहरू धेरै सोचेर नआउनुहोस् ठिक्क सोचेर आउनुहोस् ठिक्क सोचे जति चाहिँ हुन्छ तपाईँहरूले जति सोच्नुहुन्छ त्यति चाहिँ हुन्छ कति तिर्दा चाहिँ यति तिर्दा मलाई फाइदा हुन्छ यति तिर्दा चाहिँ लु पोसाउँछ भन्ने जति लागेको मैले चाहिँ जहाँसम्म मेरो विचारमा है मेरो पोइन्ट अफ भ्यूबाट चाहिँ कुरा गर्दाखेरि चाहिँ म चाहिँ यो रोमानिया छिर्दै गर्दाखेरि चाहिँ 7 सम्म चाहिँ तिर्दाखेरि चाहिँ ठिकै हुन्छ है जस्तो लाग्यो 7 लाख जस्तो हाम्रो नेपाली दाजुभाइको एउटा बुझाइ छ मेरै पनि पहिले बुझाइ थियो म अब जस्तो मैले पनि 8 लाख रुपियाँ तिरेर रोमानिया आएँ अब 8 लाख रुपियाँ तिरेर आउँदा चाहिँ कमै समय देखा चाहिएको भिजा लागोस् रोमानिया छिरौँ त्यस पछाडि अर्को देश पलायन हुने जस्तो टर्की जाने जर्मनी जाने भन्ने सोच छ त्यो तपाईँले सम्भव हुन्छ जस्तो देख्नुभयो यहाँ आएर नै यो भनेको तपाईँको एउटा पोइन्टको कुरा मलाई पनि यो तपाईँको चित्त बुझ्यो यो भनेको सेन्जन हाम्रो लागि होइन हामी पैसा कमाउन आएको हामी घुम्न आएको होइन सेन्जन भनेको यो हो कि यहाँको मान्छेहरूलाई सेन्जन भएको यो देश जोसँग इनफ पैसा छ उनीहरू घुम्न जान्छन् होइन हामी घुम्न पायौँ नि त 30-32वटा सेन्जन कन्ट्री 30-32 त हामी 3 महिना त घुम्न पायौँ नि त तर 3 महिना घुम्नै गर्दाखेरि हाम्रो गोजी त रित्तियो नि त 3 महिना घुम्ने पैसा छ त हामीसँग त्यो पनि छैन त्यो पनि बुझ्नु पर्यो हरेक कुरा हाम्रो लागि सेन्जन होइन तर तपाईँहरू सिधै रोमानिया छिरेर होइन 2 महिनापछि चाहिँ म पोर्चुगल होइन स्पेन होइन लक्जमबर्ग पोल्यान्ड जान्छु भन्ने धारणा छ नआउनुहोस् तपाईँहरू त्यो तपाईँहरूले जति सोच्नुहुन्छ त्यति चाहिँ हुँदैन त्यो चाहिँ नसोच्नुहोस् त्यो जति तपाईँहरू यति सोचेर आउनुहोस् पहिला म यो ठाउँमा जग बसाउँछु होइन 2 वर्ष बस्दै गर्दाखेरि चाहिँ मैले चाहिँ घरबाट साउबाट लिएको ऋण तिर्न सक्ने नसक्ने त्यो कुरा एउटा हुन्छ
पहिला तपाईँ ऋण तिर्नुहोस्, आफ्नो खातामा 2-4 लाख जम्मा गर्नुहोस् होइन। भोलि बिहान अप्ठ्यारो पर्यो भने पनि घरबाट चाहिँ ल म चाहिँ अप्ठ्यारोमा परेँ भन्ने खालको चाहिँ नहोस्। त्यही भएर धेरै सोचेर नआउनुहोस्, अर्को देश पोल्यान्ड हुने तरिकाले चाहिँ नआउनुहोस्। आउँदै गर्दाखेरि सोच विचार गरेर 2 वर्ष जति चाहिँ म यो जुन ठाउँमा भिजा लागेको त्यो ठाउँमा बस्छु भन्ने तरिकाले आउनुहोस्, राम्रै हुन्छ। समग्रमा भन्नुपर्दा रोमानिया राम्रै छ। समग्रमा भन्नुपर्दाखेरि चाहिँ राम्रै छ, त्यति नराम्रो पनि होइन, त्यति राम्रो पनि होइन, समग्रमा राम्रो छ। आउनुहोस्। अब हामीहरूले भोलि कुरा कस्तो आउँछ भनेपछि ऊ आफू गइसक्यो अनि अरूलाई किन आउनु भन्छ र भन्ने खालको कुरा पनि आउँछ एउटा होइन। त्यो भन्दै गर्दाखेरि अब हामी छिरिसकेको मान्छेलाई त त्यो भन्न सजिलो हुन्छ नआउनुहोस् भनेर, तर म पनि त्यही सोच्थेँ नि त, मलाई पनि नजा त्यहाँ राम्रो छैन भन्थ्यो। तर त्यस्तो होइन, राम्रो छ, आउनुहोस्। के हुन्छ कस्तो हुन्छ यहाँ आएर तपाईँहरू धेरै सोचेर नआउनुहोस्, ठिक्क सोच्नुहोस्, राम्रै हुन्छ है त। अनि जुन त्यो नेपालमा छ नि, मेन पावरमा तपाईँले डकुमेन्ट अप्लाई गर्दै गर्दा प्रोसेस गर्दै गर्दाखेरि जस्तो 8 घन्टा काम है, हप्तामा 5 दिन ड्युटी, 2 दिन छुट्टी, त्यो भन्ने थियो। मैले पनि त्यही सोचेर आएको थिएँ, मेरो चाहिँ भएन। तपाईँको के छ त्यसमा? मेरो पनि भएन, जुन मलाई पनि भनेको थियो। मलाई पनि मेन पावरले चाहिँ के भनेको थियो, तेरो हप्तामा एउटा छुट्टी, तेरो के अरे 10 घन्टा ड्युटी, त्यसमा 1 घन्टा ब्रेक भन्थ्यो। म अहिले 12.5 घन्टा खडा ड्युटी हानिरहेको छु। आज चाहिँ हाम्रो यो यहाँको फेस्टिभलको कारणले गर्दाखेरि चाहिँ छुट्टी हुनाले गर्दा आज हामी पार्क घुम्न आएका थियौँ। तपाईँहरू भेटिनु भयो, नेपाल दाजुभाइ भेटिँदा साह्रै खुसी लाग्छ बाहिरको ठाउँमा है। अनि नेपाल दाजुभाइ भेट्नुभयो, तपाईँहरूसँग एउटा इन्टरभ्यू मार्फत मैले केही आफ्ना मनका जिज्ञासाहरू पनि राख्न पाएँ। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, राम्रो लाग्यो, खुसी लाग्यो। यस्तै छ अब रोमानियाको जिन्दगी। ओके, ठिक छ। यति भन्दै अब साथीसँग तपाईँहरूले बुझिहाल्नु भयो होला, नेपालमा अब जस्तो नेपालीहरूको सोच हुन्छ म युरोप छिर्छु, युरोप छिरिसके पछाडि त्यस पछाडि म ठुलो देश जान्छु, जर्मनी जान्छु, फ्रान्स जान्छु, इटाली जान्छु, पोर्चुगल, स्पेन लगायत विभिन्न देशहरू जान्छु, घुम्छु भने त्यो चाहिँ अब डल्लेले उहाँ कान फुक्ने हो। यहाँ आए पछाडि भनेको त सम्भव छैन, लिगल्ली जान एकदमै गाह्रो छ। गइसकेपछि पनि तपाईँले छिर्नु त होला, छिरिसकेपछि सर्भाइभ हुनु पर्यो, सर्भाइभ हुन एकदमै कठिन छ। अनि अर्को कुरा, तपाईँलाई 8 लाख 10 लाख रुपियाँ लिएर युरोप पठाउँछ, 8 घन्टा काम, 5 दिन ड्युटी, 2 दिन छुट्टी भनेर त्यो केही पनि छैन। मैले चाहिँ भेडा छैन, भेटे पनि भनेको तपाईँको सेलेरी एकदमै कम दिने, अब 2200-2300 सेलेरी दिने है। 8 घन्टा काम, 5 दिन काम, 2 दिन छुट्टीमा अब बिग्न दियो 2300 रुपियाँ। अब 2300 रुपियाँको तपाईँको बिग्ने भए 60-65 हजार हुन्छ। त्यसमा यहाँ खानु पर्यो, घुम्नु पर्यो, बस्नु पर्यो, कति बचन हुन्छ सोचेर आउनु होला। यति भन्दै मैले बिदा लिएँ। स्टे ट्युन गाइज।